हुनुपर्ने कुरा घटिसक्यो है। एकदम दुःखद अवस्थामा छौँ हामी है। नेपाली हजारौँ मान्छे विस्थापित भइछन्, परिवार पनि विस्थापित भइछन् हैन। केही छैन, बिचरा अब एक रातमै केही पनि छैन क्या, एक दिनमै केही पनि छैन। बिहान आइदियो बाढी, घर छैन, खेत छैन, आफ्नो कोही छैन, कसैको आमा छैन, कसैको बाउ छैन, कसैको स्वाहिनी छैन, कसैको छोरछोरी छैन, कसैको मातापिता छैन है। सरकारले पूर्ण घाँसपास कपासको पुरै हेरिदिनुपर्छ है, मजाले हेरिदिनुपर्छ। जसरी भयो नि उद्धार गर्नु पर्यो, राम्रोसँग उद्धार गर्नु पर्यो है। अनि अझ पनि माथि हाम्रो तिब्बतियन माथि चाहिँ हाम्रो हिमाल उता माथि चाहिँ एकदम ठुल्ठुलो ग्लेसियरहरू छन् है, हिमतालहरू हाम्रो ठुला या बागमती अञ्चल भन्दा पनि ठुला जिल्लै भन्दा पनि ठुल्ठुला होइन, कत्रा क्या तालहरू छन् है। अब त्यही फुटेर आउन सक्ने हो है। त्यही भएर र्याडरहरू चाहिँ पहिलेदेखि माथिदेखि नै राख्नु पऱ्यो कि हाम्रो बोर्डरदेखि नै अनि चाइनासँग समन्वयन गरेर होइन, कोल्याब गरेर मिलेर होइन, त्यो र्याडरहरू पहिल्यै यस्तो बाढी पहिरो भुइँचालो आउँला भने पहिल्यै बज्ने क्या, तलसम्म अलर्ट टै चाहिँ पहिल्यै अलर्ट बज्ने। अनि सब भाग्न पाउँछन्, हिँड्न पाउँछन् नि होइन। बाहिरतिर भए त्यस्तो हुन्थ्यो, कोही पनि जोगिने मर्नै पर्ने थिएन क्या। यहाँ त एक्कासी आइदियो, न र्याडर छ न केही छ होइन, फ्ल्याट्टै आइदियो, एकैचोटि काल देखेँ बिचरा होइन, ब्रह्माण्ड देखेँ। त्यही भएर चाहिँ त्यो अलर्ट चाहिँ हुनुपर्छ है। हामी प्रिभेन्सन चाहिँ मिलाउनुपर्छ है नेपाल सरकारलाई। एकदम हुने हो यो, हाम्रो त पुरै हिमाल पहाडको ठाउँ हो नि त, भूगोलै त्यस्तै छ। हाम्रो त माथिदेखि नै हिमाल छ, अनि बस्ती पनि हाम्रो त सब खोलाको सभ्यता हो नि त। हामी त खोलाको छेउछाउ बस्छौँ हामी पहिलेदेखि नै होइन। त्यही भएर चाहिँ सबै धराप छ है, सबै ठाउँहरू धराप छ। लगभग यो काठमाडौँ भ्याली बाहेक होइन, धेरै ठाउँहरू पोखरै धराप छ भन्छन् होइन। यो कोसी सोसी सबै धरापै छ। हाम्रो त्यस्तरी बग्या नि त, एकदम ठाडो बग्छ माथिबाट हिमालबाट होइन। त्यही जे हुनुभयो, अब सबले आफ्नो हिसाबबाट के गरी सक्नुहुन्छ सहयोग गरौँ है। त्यहाँको पीडितहरूलाई मेन त सरकार हो है, सरकारले हेर्नुपर्छ सबै कुरा। सरकारले एकदम पूर्ण सबै कुरा त्यहाँ लगाउनुपर्छ है। त्यो पीडितलाई अहिले मेन त त्यहाँ छ नि त, फोकसै त्यहाँ छ होइन। अब अरू कुरामा त उनीहरूलाई भइहाल्यो, अड्काइदिइहाल्यो, अब अड्काइदिइ नै हाल्यो होइन। अरू काममा त अड्काइदिइहाल्यो, यो आपद विपदको समयमा अरू कुरा के गरिरहनु होइन, यत्रो मान्छे मरिरहन्। त्यही भएर यसमै फोकस हुनुपर्छ सरकारले है। सबै शिक्षा व्यवस्था, घाँस बास कपास घर सबै बनाइदिनै पर्छ।